हामीले चाहिँ सुरुमै माछा यत्रो भेटाइसक्यौँ होइन माछा यहाँ अरू पनि छ मेरो हातमा लागेको होइन अरे कहना क्या चाहते हो तो चलिए शुरू करते सो हेलो एन्ड नमस्ते वेलकम टु माई न्यू मिनी भ्लग आई होप म चाहिँ एकदमै सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला सो आज चाहिँ हामी माछा मार्न जान लागेको खोलामा होइन सो हामी चाहिँ अब घरदेखि 3 भाइ हामी हिँडिसक्यौँ होइन चलो भाइ देखो अब मैं क्या करता हूँ खोलामा हेरौँ आज माछा कति मर्छ सो भिडियो चाहिँ फुल देखाउँछु होइन स्किप नगरेर हेरिदिनु होला सो हामी चाहिँ यहाँ घरदेखि हिँडिसक्यौँ भाइले चाहिँ घन बोकेर हिँडिरहेको छ होइन सो एउटा कुच्चे भाइलाई पनि लिएको छौँ होइन कहाँनिर भाइ हामी क्या बोला तूने कहाँ जाने माछा मार्न ए खोलामा माछा मार्न सही पकडे हैं होइन हेरौँ अब कति भेटिन्छन् आज माछा होइन सो पुरा भिडियो देखाउँछु होइन खोलामा गइसकेपछि त्यहाँ कस्तो छन् माछाहरू खोला कतिको छ आजभोलि खोलातिर नगएको पनि धेरै भइसकेको छ होइन कामको व्यस्तताले गर्दा खोलातिर जान पाएको थिएन होइन सो आज चाहिँ हामी प्लान बनाएर बिहानदेखि नै प्लान बनाएर हामी माछा मार्न जान्न त भनेर घन लिएर भाइसँग हातमा घन छ है घन पनि लगेर गएको छ घन लिएर आएको छ होइन सो अब चाहिँ हामी घरदेखि लागिसकेका छौँ सो यहाँदेखि खोलासम्म जान चाहिँ 10 मिनट जति लाग्छ अच्छा हमको सिखा रिया है सो अब चाहिँ हामी हिँडिहाल्यौँ होइन सो लेट्स गो सो अहिले चाहिँ हामी खोला नजिक आइपुगेका छौँ यहाँनिर चाहिँ हाम्रो खोला छ होइन तलतिर गइरहेछ यो खोला चाहिँ उता तलतिर गइरहेछ सो हामी चाहिँ यहाँदेखि माथितिर जानुपर्ने हुन्छ माछा मार्दै घन हान्दै माथितिर जान्छौँ होइन सो हेरौँ अब माछा कतिको भेटिन्छन् सो लेट्स गो लगेर छिटछिटो है हामी चाहिँ अहिले खोलामा आइपुगेका छौँ ट्याक्कै होइन सो अब चाहिँ हामी यहाँदेखि माछा मार्न स्टार्ट गर्छौँ सो हेरौँ आजको माछा कति हुन्छ माछा मर्छ या मर्दैन खोलामा माछा कतिको छ सो आज सबै हेर्छौँ होइन सबै देखाउने छु हजुरहरूलाई अब चाहिँ हामी यहाँनिरदेखि हामी माछा मार्न घन हान्न सुरु गर्छौँ यो चाहिँ हाम्रो नुहाउनको लागि बनाइएको ताल पहिला चाहिँ हामी यहीँनिर नुहाउँथ्यौँ होइन आजभोलि खोलाले बगाइसकेको छ त्यति ठुलो चाहिँ छैन यो ताल होइन सो आज चाहिँ हामी अब यहाँदेखि माछा घन हान्दै माथितिर जानुपर्ने हुन्छ सो लेट्स गो घन हान्न सुरु गर्दैछौँ हेरौँ माछा निस्किसक्यो फर्स्ट टाइम हाम्रो चाहिँ निस्किन्छ भने अब यो ढुङ्गामा हामी चाहिँ हाल्नुपर्ने हुन्छ होइन रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ सो हामीले चाहिँ सुरुमै माछा यत्रो भेटाइसक्यौँ होइन सो हेरौँ आजको लटरी चाहिँ एकदम गोला देखिरहेको छ माछा चाहिँ कति भेटाइरहेको छ होइन कौन है ये लोग कहाँ से आते हैं
यसो हेर माछा यहाँ अरू पनि छ मेरो हातमा लागेको छ होइन अरे कहना क्या चाहते हो हाम्रो सुरुको लटमा चाहिँ दुईवटा माछा हेरेको होइन देखा आपने लापरवाही का नतीजा है यहाँनिर चाहिँ 3वटा माछा थिए तर एउटा चाहिँ मेरो हातबाट खुस्किएर भागिसकेको छ दुईवटा चाहिँ हामीले कमाइसकेको छ होइन कमाइसकेको छ दुईवटा चाहिँ आज चाहिँ राम्रै लक छ जस्तो लाग्छ होइन माछा सुरुमै हामीले दुईवटा माछा भेटाइसक्यौँ एउटा चाहिँ भागिसक्यो मेरो हातदेखि अब चाहिँ यहाँनिर माछा छैन जस्तो लागिरहेको छ होइन सो अब चाहिँ हामी अर्को ढुङ्गामा हाल्नेछौँ होइन अनि हेरौँ अर्को ढुङ्गामा माछा निस्किन्छ है लेकिन ये साला कर क्या रहा है यहाँ पे? पीछे देखो पीछे पीछे तो देखो हेर हामीले चाहिँ हेरेर यो दुईवटा मासु भेटायौँ अब चाहिँ हामी झन् हामीले माथितिर लाग्नुपर्ने हुन्छ मेरो कजाहरू सबै भइसकेको छ होइन पानीले गर्दा भिजेर समझ रहे हो आप समझ रहे हो ल बाबु माछा राख समाउँछस् केमा पहिला चाहिँ हामीले फेरि एउटा माछा भेटाएको थियौँ होइन 3वटा यो माछा चाहिँ हामीले भेटायौँ फेरि यहाँनिर हामीले दुईवटा चाहिँ पहिल्यै भेटाएको थियौँ सो अब चाहिँ यहाँनिर माछा छैन जस्तो लागिरहेको छ मलाई अब चाहिँ हामी हेर्दैछु माथि लाग्नुहुन्छ सोले जो चलो भाई देखो अब मैं क्या करता हूँ छैन अब हेर्ने चाहिँ हामी गएको छौँ हेरौँ माछा छ कि छैन होइन हामीले माछा भेटाइरहेको छौँ अब यहाँ यो ठाउँमा चाहिँ हाल्नुपर्छ भन हान्छौँ होइन सो अब यहाँदेखि चाहिँ माछा जसरी पनि निकाल्नुपर्छ हेरौँ ऐसे तो नहीं होता है माछा छ नि यहाँ छैन सबभन्दा पहिला चाहिँ हामी राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो
मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है अहिले चाहिँ सानो हो खासै ठुलो चाहिँ छैन सानो भइ चाहिँ त्यही पनि एउटा निकालेको छु होइन मैले ठुलो भाइ अरूमा पनि ट्राई गर्दैछु होइन हेरौँ सो अहिले चाहिँ भाइले हान्दैछ घन होइन म चाहिँ तलदेखि हान्दै आएको थिएँ म अलि थाकिएर अब चाहिँ भाइले हान्दैछ अहिले चाहिँ केटाहरू टन्नै आइसकेका छन् अरू भाइहरू पनि आइरहेको छन् होइन माछा मार्ने देखेर केटाहरू धेरै आइरहेछन् सो यहाँनिर भाइले यहाँनिर चाहिँ त्यो ढुङ्गामा हानेर चाहिँ भाइले एउटा माछा भेटाएको थियो अहिले चाहिँ यहाँनिर हानिरहेको छ हेरौँ माछा छ कि छैन ल केटाहरू तलतिर हेर है त्यहाँ हेर ऊ त्यो पाल्नबाट हान्न हान 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 ल्यान यताबाट तुरामा भयो 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 यता हान हेर्नु हेर्नु अलि हान ल हाम्रो घन निस्किएर अब खै भाइले हान्दा चाहिँ घन निस्किएर यहाँ गइसकेको छ यहाँ तलाउमा परेको छ खै कहाँनिर गयो घन ल घन खोज्छु है घन खोज के घन हावा ल्याएर फेरि भेदा हुन्छ घन चाहिँ भाइले भेडाइसकेको छ हात हाल त त्यहाँ काटिदियो त त्यसले ए ल बिस्तारै हेर अहिले अग्लाबाट हान्दै उतार्थ्यो त ए भयो 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 पर्का हेर त्यहाँ त्यहाँ हेर के त्यहाँ खाने ढुङ्गा हात पल्टा न यहाँ यहाँ माथितिर आइज तल तल तलतिर त्यहाँ उताटी गएर हान भाइ तिन ढुङ्गा पल्टा त यहाँनिर केही ढुङ्गा पल्टा त पल्टाइनुहोस् भाइ हाताल पहिला अहिले हेर्नुहोस् भाइ त त्यहाँको ढुङ्गा पल्टा त पल्टा हात काट्दाखेरि बिस्तारै त्यो पनि पल्टा भाइ पल्टा पहिला ढुङ्गा पल्टा म हेरिहाल्छु
ओ माई गड यत्रो डेन्जर घन आइरहेको थियो होइन बिरुबाट पुस्केर घन यहाँनिर फुच्चेले नि एउटा माछा भेटाएको छ क्या जालीमा जालीमा पर अहिले भेटाएको छ माछा भेटाएको गतिलो माछा भेटाएको त्यो भाइले नि होइन यहाँनिर चाहिँ जालीमा परा भएको त्यो माछा चाहिँ उसको हातले तिरेर माछा भाग्ने कोसिस गरिरहेको समाउन सक्छ कि सक्दैन माछा टुक्ला दुइदैछ माछा चाहिँ सो जालमा माछा यस्तरी फसिसकेको छ होइन माछाको रोगत पनि आइरहेछ जालीमा फसेर यस्तो जालीमा भाइले चाहिँ अर्को जाली पनि ल्याएको छ माछा चाहिँ छोड त भाइ एकछिन छोड त सो अब चाहिँ हामीले माछा आज त्यति धेरै मरेन होइन अब चाहिँ चिसो बढिसकेको छ धेरै चिसो भइसकेको छ होइन अब चाहिँ हामी घरतिर जान लागिसक्यौँ होइन सो माछा चाहिँ हाम्रो आज खै भाइ देखा त हाम्रो माछा चाहिँ यति मरेको छ होइन सो आज हामीले चाहिँ माछा 7-8वटा जति मारेका छौँ धेरै मारेका छैनौँ होइन सो कुच्चेले माछा समाइरहेछ सो आज चिसो धेरै भएको कारणले कपडाहरू पनि फ्याट्टै भइसकेका छन् मेरो पानी पनि भिजिसकेको छ सो अब चाहिँ हामी घरतिर लागिसक्यौँ होइन फुच्चेले चाहिँ माछा समातेको छ अर्को फुच्चे त्यो पछाडि चाहिँ सो आज चाहिँ माछा खास त्यति मरेनन् होइन अस्ति हो नि त हामीले माछा मार्न आएको सो आजभोलि चिसो टाइम भएको कारणले गर्दा पनि चिसो धेरै भइरहेछ हामीहरूलाई अब चाहिँ हामी घरतिर लागिहाल्यौँ सो लेट्स गो अहिले चाहिँ हामी घरमा आइपुग्यौँ होइन यो चाहिँ हाम्रो घरमा आइपुगेका छौँ हामी सबै माछा माछा धेरै भेटिएनन् क्या अरे कहना क्या चाहते हो